नमस्ते साथीहरू, अहिले म मुलकोटगढीमा छु। भक्तपुर जिल्ला चाँगु नारायण नगरपालिकामा अवस्थित यो मुलकोटगढी नेपालको प्रख्यात अघोरी योगी रहनु भएको ठाउँ। बाबा फलारी बाबा योगी काली बाबाको समाधिस्थल र उहाँ रहनु भएको ठाउँ र यहाँ बन्दै गरेको बाबा गोरखनाथको मन्दिर मैले तपाईलाई देखाउँदैछु। भोलि पर्सि चाहिँ चिटिक्क होला। र काठमाडौँ, ललितपुर अनि भक्तपुर तर्फ हेरिरहनु भएको पूर्ण कदको बडमाराधिराज पृथ्वीनारायण शाहको शालिग पनि यहाँ बनिसकेको रहेछ। खुसी लाग्यो, सबैजनालाई धन्यवाद। हामीलाई यति राम्रो ठाउँमा यति राम्रो संरचना बनाइदिनु भएकोमा। यहाँबाट देखिने दक्षिणतर्फका अग्ला अग्ला पहाडहरू, उपत्यकाका घना बस्तीहरू, उत्तरतर्फ देखिने लावण्य देश, हिम श्रृङ्खलाहरू मौसम खुलेको बेलामा हाम्रा नाङ्गा आँखाले प्रष्टै देख्न हामीले सक्नेछौँ। अब भने म तपाईलाई एउटा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएको ठाउँ, एउटा प्राचीन हाम्रो ऐतिहासिक धरोहर रहेको एउटा ठाउँ, अत्यन्तै सुन्दर ठाउँ, मनमोहक ठाउँ अनि रमणीय ठाउँमा लग्दैछु। हेर्दै गर्नु होला मेरो अन्तिमसम्म यो भ्लग है त। अहिले भने म त्यही क्षेत्रको पार्किङ क्षेत्रमा छु। हामी तपाईँ जो कोही पनि आयो भने यही ठाउँबाट हामीले साधन वा बस अथवा जुनसुकै साधनबाट हामीले यहाँबाट पैदल यात्रा सुरु गर्नु पर्नेछ। यहाँबाट आउने उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैवटा बाटाहरू छन्। हामीले सिँढी उक्लेर माथि जान सक्ने छौँ। यहाँ देखिने प्राचीन धरोहर, प्राचीन स्मारक, यहाँ हस्तकलाका सामानहरू, मौलिकता बोकेका हाम्रा यस्ता वस्तुहरू उपहार स्वरूप किनेर लान सक्नेछौँ। आउनुहोस्, म तपाईँहरूलाई आज त्यही ठाउँ चाँगु नारायण मन्दिरको भ्रमण गराउँदैछु। हिन्दू अनि बौद्ध दुवै मानिसहरूले आस्थाले शिर झुकाउने ठाउँ, एउटा ऐतिहासिक धरोहर, अत्यन्त सुन्दर ठाउँ। हुन त म पटक पटक आएको छु यो ठाउँमा, तर यो पालि भने केही बेर भिडियो बनाउने सोचले म छिरेको। यहाँका प्रत्येक वस्तुहरू प्राचीन छन्, सुन्दर छन्, राम्रा छन्, बसिरहँ झौँ लाग्छ। तपाईँहरू पनि आउन सक्नुहुनेछ। जीर्णोद्धार पनि भइरहेका छन्। पुराना संरचनाहरू जस्ताको तस्तै छन् र सबैभन्दा राम्रो पक्ष त यहाँ भएका सजावट, मन्दिरमा सजावट भएका रङ्गहरूले मनलाई नै रङ्गीन बनाइदिनेछ। मैले भित्रको दृश्य देखाउन सक्दिनँ किनभने त्यहाँ हाम्रो क्यामेरालाई निषेध गरिएको छ। त्यसैकारण म क्यामेरा तलतिर फर्काउँदैछु र योभन्दा मन्दिर आसपासका संरचना पनि म देखाउनेछु। हेर्दै गर्नु होला अन्तिमसम्म। कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। हुन त म ऐतिहासिक ठाउँहरूको वर्णन गर्ने कुनै इतिहासविद त होइन, आउँदैन पनि, तर जति जानेको छु पक्कै बोल्छु नै। किनभने यो ठाउँमा मैले पहिलोचोटि आएको होइन, योभन्दा पहिला पनि आएको थिएँ, पटक पटक आएको थिएँ। मलाई मनपर्ने गन्तव्यमध्ये चाँगु नारायण मन्दिर एक हो। यहाँको प्रत्येक संरचनाले मेरो मन प्रफुल्ल गराउँछ, खुसीले गदगद गराइदिन्छ र शरीरमा भएका ती नसाहरूमा सरल रगत बग्दछ। किनभने मेरा पुर्खाहरूले मलाई यति राम्रो चिजहरू छोडेर जानु। यसको संरक्षण गर्नु, यसको संवर्धन गर्नु हामी सबैको दायित्व हो। यहाँबाट देखिने यो बस्तीहरू भने लावण्य देश, श्री सुस्तानी माताको पुस्तकमा, व्रतकथाको पुस्तकमा वर्णन भएको एउटा लावण्य देश। र अब भने पानी परिरहेछ, थोरै पानी पर्दै थियो, अब भने दररर पर्दैछ।
म एकचोटि अन्तिमचोटि भगवान् नारायणको सामु यो शिर झुकाउँछु र पानी पनि पर्यो। अब एकछिन त पक्कै पनि म यहीँ बस्छु, तपाईँहरू पनि अन्तिमसम्म मेरो भिडियो हेरिदिनु होला है त। नारायण 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 जादु नारायण